जय श्री हनुमान। यतिखेर हामी गोदावरी नगरपालिका अत्तरियाको 4 नम्बर वडामा छौँ। यहाँ चाहिँ भगवानको जहाँ हनुमानको यो गधा भनिन्छ, जसलाई यो चाहिँ यो रुखबाट निस्केको छ। यो एकदमै आश्चर्य लाग्यो। यो हाम्रो अध्यक्षजी हुनुहुन्छ मन्दिरको। राधे राधे। हजुरको शुभ नाम? नरेन्द्र बहादुर साई। जस्तो यो चाहिँ आश्चर्य लाग्यो कि मलाई यो देख्दै गर्दा। यसको बारेमा थोरै जानकारी दिनुहोस् न। यो हामीले 2069 साल हनुमान जयन्तीको पावन अवसरमा हामीले प्राण प्रतिष्ठाको बेलामा हजुर यहाँ कार्यक्रम मारुति महायज्ञ हामीले 15 दिनको मारुति महायज्ञ लगाइरहेको थियौँ। त्यो समयमा एकजना कालीगर थियो हाम्रो यहाँ, यो मूर्तिहरू बनाउने। हजुर मूर्ति बनाउने खेरमा उसलाई एउटा राति सपना भएछ। एउटा बाबाजी आएर मैले त्यस हनुमान मन्दिरमा एउटा आफ्नो चिनो छोडिदिएको छु, यहाँ यो यसमा चाहिँ शक्ति को चाहिँ चिनो छोडिदिएको छु, त्यसको आराधना गर्नु भनेर सपनामा भनेछ कालीगरलाई। यो कालीगरले भोलिपल्ट त्यो चाहिँ नि रुखको मुनि छ भनेछ। उसले यो 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 ठाउँमा कमसेकम चाहिँ नि 100-150वटा रुख छ। सबै रुखमा गएर हेर्नेखेर आँखेमा उसले के पत्तै पाएन। पछि पर्सिपल्ट फेरि त्यो सपनामा त्यही बाबाजी आएर उसलाई सुतेको बेलामा एक झापट हानेर चाहिँ मैले तँलाई देखाएको, तैँले ध्यान दिनुहोस् भनेपछि झस्याङ बुझिसकेपछि त्यसपछि भोलिपल्ट आएर चाहिँ उसले त्यो पत्ता लाग्यो। पत्ता लागेपछि देखिसकेपछि हामीलाई पनि थाहा थिएन। पछि यसो यो कोमोदीकी गदा भनिन्छ हनुमानजीलाई। यो चाहिँ अब इन्द्रले दिएको यो कोमोदी गदा त्यस्तै चाहिँ यसरी गदा को चाहिँ आकारमा चाहिँ यो गदा देखिएको छ। यहाँनिर हामीले अब यो यसमा शक्तिको स्वरूप भनेर हामीले यो गाडी मोटरसाइकलहरू जसले इन्जिन यहाँ पूजा गर्न आउँछन् उनीहरूलाई चाहिँ यहाँनिर यो पूजा गर्न लगाउँछौँ। यो चाहिँ पहिला थिएन, यो केही पनि थिएन। पछि उत्पन्न पनि त्यो 81 त्यो आजको भोलि नै देखियो। आजको भोलि नै देखियो। त्यो मारुति यज्ञ लाग्न साथ त्यो 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 चाहिँ यो चाहिँ उत्पन्न, यसको यो यहाँ चाहिँ शक्ति चाहिँ छोडेको भनेर अब त्यो सपनामा पाएको हो। यो हजुर सपनामा पाइसकेपछि अहिले हामीले चाहिँ निरन्तर यसको चाहिँ हामी पूजा गर्छौँ। अब अहिलेसम्म धुपबत्ती दिने गरेर हजुर यो चाहिँ एउटा अलौकिक शक्ति बोकेको एउटा यो सुन्दर भगवानको दृश्य हामीले देख्यौँ, जहाँ हनुमानको गधा भनिन्छ है, गधा भनिन्छ। सेम छ कि सेम फेरि है, जस्तोको तस्तै। जय होस् हजुरहरू सबैलाई। र आदरणीय यो मन्दिरको अध्यक्ष हुनुहुन्छ। यहाँ राम मन्दिर पनि निर्माण हुँदैछ, एकदमै दिव्य निर्माण हुन खोजिरहेको छ। हजुरहरू सबै अत्तरियातिर आउँदा यहाँ पनि यस्तो भगवानको एउटा शक्तिपीठ भएको ठाउँमा दर्शन गर्नका लागि यहाँहरू सबैलाई हामी अनुरोध गर्न चाहन्छौँ। अत्तरिया आउँदै गर्दा भगवान हनुमानको यसै गरी राम मन्दिरको दर्शन गर्न नभुल्नुहोला भन्दै पुनः पनि फेरि हामी हनुमानजीलाई सम्झन चाहन्छौँ। जय जय हनुमान। यस्तो दिव्य सुन्दर ठाउँ रहेको छ। हेर्नुहोस् त भगवानका शक्तिपीठहरू। वास्तवमा हाम्रो नेपालमा के छैन, नेपालमा नहुने केही पनि छैन। हेर्नुहोस् त कुन भगवानलाई खोज्दै भौतारिँदै हामी कहाँ पुगिरहेका छौँ। जय होस् जय होस्। यस्तो दिव्य ठाउँको आज यसरी दर्शन गर्ने सौभाग्य प्राप्त भएको छ। धेरै आभारी छु म आफै भन्दै। यहाँ भगवान शिवको पनि दर्शन पाइयो। जय शम्भु।